करिब 3 हप्ता अगाडि नेपाल क्रिकेट सङ्घ क्यानले स्टुअर्ट ललाई आगामी 2 वर्षको लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको हेड कोचको रूपमा नियुक्ति गरेको छ। हालै नेपालले हङकङमा रेक्ट्याङ्गुलर टी20 सिरिज सकेर पनि नेपाल फिर्ता भएको छ। कुनै समय एसिया कप र टी20 वर्ल्ड कपसँगै CWC लिगका अन्तिम 12 खेलमा 11 खेल जिती इतिहासकै शिखरमा रहेको नेपाली राष्ट्रिय टोली पछिल्लो समयमा पिएनजी, कुवेत जस्ता कमजोर टोलीसँग पनि पराजित हुँदै आइरहेको छ। आउनुहोस् आजको यस भिडियोमा हेरौँ नेपाली राष्ट्रिय क्रिकेट टोलीका नेक्स्ट मुभ के होलान् त। सर्वप्रथम कुरा गरौँ नयाँ कोच स्टुअर्ट लको बारेमा। बङ्गलादेश, वेस्ट इन्डिज र युएसएलाई करिब 7 वर्ष आफ्नो कोचिङ इतिहासमा समय बिताएका स्टुअर्ट लको एग्रेसिभ ब्याटिङ, डिसिप्लिन र फिजिकल तथा मेन्टल इम्प्रुभमेन्टमा पनि जोड दिने मुख्य विशेषता रहेको छ। नेपाली राष्ट्रिय क्रिकेट टिमको कोच मन्टी देसाई आएपछि 2023 र 2024 नेपालका लागि गोल्डन पिरियड भएको थियो। तर यसको अन्त्यमा नेपालले केही डाउनफलहरू फेस गर्नु पर्यो। त्यसको केही समय पश्चात मन्टी देसाई नेपाली क्रिकेटबाट सदाका लागि बिदा भए। त्यसपछि नयाँ कोच बनी आएका अस्ट्रेलियन कोच स्टुअर्ट लले नेपाली राष्ट्रिय टोलीलाई कसरी अगाडि बढाउलान् त्यो त हेर्न बाँकी नै छ। अब हेरौँ नेपाली राष्ट्रिय टोलीले यस वर्ष कुन खेलहरू खेल्दैछ त। CWC लिग 2 अन्तर्गत मे, अक्टोबर र नोभेम्बर महिना गरी नेपालले यस वर्ष करिब 12 खेलहरू खेल्नेछ। यसको सम्पूर्ण डिटेल तपाईँले स्क्रिनमा देख्न सक्नुहुनेछ। त्यसै टी20 फर्मेट अन्तर्गत नेपालले टी20 वर्ल्ड कप 2026 का लागि क्वालिफाई खेलहरू अक्टोबरमा खेल्नेछ। यसरी यस वर्ष टी20 र ओडिआई फर्मेटका महत्त्वपूर्ण खेलहरू खेल्ने नेपाली राष्ट्रिय टोलीले अब पनि आफूलाई परिवर्तन गर्न नसकेको खण्डमा उदाउँदै गरेको नेपाली क्रिकेटको इतिहासमै कालो बादलको धब्बा लाग्ने निश्चित छ। अब हेरौँ नेपाली क्रिकेटले आफ्नो यो अवस्थालाई सुधार गर्न के गर्न सक्छ त। पहिलो त नेपाली क्रिकेटमा टी20 र ओडिआई खेल दुवैका लागि समान स्क्वाड रहेको छ। तर खेलाडीहरूको नेचर फरक हुने भएकाले ओडिआई र टी20 खेलका लागि छुट्टै स्क्वाड बनाउनु पर्ने देखिन्छ। अन्यथा खेलाडीहरूमा ओडिआई तथा टी20 खेलका लागि छुट्टा स्किल डेभलपमेन्ट प्रोग्रामहरू खेल्नुपर्ने तथा ट्रेनिङहरू पनि दिनुपर्ने देखिन्छ। दोस्रो, टिमलाई लामो समयसँग राम्रो पर्फर्मेन्स दिन नसकेका खेलाडीहरूलाई परिवर्तन गरी नवप्रतिभावान खेलाडीहरूलाई टिममा स्थान दिनुपर्छ। जस्तै हङकङ रेक्ट्याङ्गुलर टी20 सिरिज अन्तर्गत पनि नेपालका पहिलेका खेलाडीभन्दा पनि अहिले आएका नवप्रतिभावान खेलाडी बसिर अहमद, नन्दन यादव जस्ता खेलाडीहरूले टिमलाई राम्रो पर्फर्मेन्स दिए। तेस्रो, विक टिमहरूसँग खेल्दा कन्फिडेन्स लेभल हाई हुने तर अलिकति प्रेसर तथा बलियो टिमसँग खेल्दाखेरि कन्फिडेन्स लेभल डाउन हुने नेपाली राष्ट्रिय टोलीको मेन्टालिटी सुधारका लागि क्यानले जोड दिनुपर्ने देखिन्छ। त्यस्तै नेपालको मुख्य कमजोरीको रूपमा रहेको ब्याटिङ युनिट सुधारका लागि एउटा ब्याटिङ कोच पनि नियुक्ति गर्नुपर्ने देखिन्छ। त्यस्तै बलिङ कोचको आवश्यकता पनि उत्तिकै महत्त्वपूर्ण छ। नयाँ कोच स्टुअर्ट लको आगमनले टिमलाई कस्तो मोमेन्टम दिन्छ त्यो त हेर्न अब बाँकी नै छ। तर कोचको परिवर्तनले मात्र हुँदैन, खेलाडीहरूको इन्टेन्ट, कन्फिडेन्स लेभल, पेसेन्स लेभल जस्ता पक्षमा पनि ध्यान दिनुपर्ने देखिन्छ। तपाईँलाई के लाग्छ नेपाली क्रिकेटको सुधारका लागि अब टोलीको नेक्स्ट मुभ के हुन सक्छ? आफ्नो प्रतिक्रिया दिनुहोस् र यस्तै नेपाली क्रिकेट सम्बन्धी अपडेटको लागि हाम्रो च्यानल क्रिकेट बुक बाइ सुमनलाई सब्सक्राइब गर्नुहोला। धन्यवाद।